नेपाली टोलीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन् वानखेडेमा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ। उपत्यका निर्वाचन सेलको कमान्ड एसएसपी बस्नेतलाई कलाकारले दिए सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली। कङ्ग्रेसले फागुन 21 का लागि मेरो 21 दिन अभियान सहित नेता कार्यकर्तालाई परिचालन गर्ने। सिरहामा सरकारी गाडी प्रयोग गरी चुनाव प्रचार गरेको आरोप। धादिङमा 2वटा बस ठोकिएर यात्रुहरू घाइते, नजिकको चिया पसलमा क्षति। र निर्वाचनको मिति नजिकिँदै गर्दा वरिष्ठ अधिवक्ता बाँड्ने तयारी। नमस्कार, साझा न्युजमा यहाँलाई हार्दिक स्वागत छ। म सुधानु विश्वकर्मा। साझा न्युज तपाईले साझा न्युजको युट्युब च्यानल र फेसबुक पेज मार्फत एकैसाथ सुन्दै आइरहनु भएको छ। साझा न्युज सुरु गरौँ। नेपाली टोलीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन् वानखेडेमा हाम्रो राष्ट्रिय धुन गुन्जुनेछ को प्रसङ्गबाट। प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी20 विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना दिएकी छिन्। आइतबार बिहान फेसबुक मार्फत प्रधानमन्त्री कार्कीले नेपाली टोली विश्वकप खेल्न लागेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएकी हुन्। आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जुनेछ र त्यो विश्वले सुन्नेछ। प्रधानमन्त्री कार्कीले लेखेकी छिन् कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रो पटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएको प्रशंसकको साथ र विगतमा गरेका चमत्कार तथा सफलताको आड रहेको प्रधानमन्त्री कार्कीले बताएकी छिन्। इङ्ल्यान्डसँग आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना, विजय भव अनि धेरै माया पनि प्रधानमन्त्री कार्कीले लेखेकी छिन्। विश्वकप अन्तर्गत नेपालको आज आफ्नो पहिलो खेल मुम्बईको वानखेडे क्रिकेट रङ्गशालामा खेल्दैछ। काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरको निर्वाचन सेलको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश बस्नेतलाई दिएको छ। काठमाडौँको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसएसपी बस्नेतलाई निर्वाचन सेलको कमान्डर बनाइएको हो। यी 3 जिल्लाहरूको रिपोर्टिङ लिने, आवश्यकता अनुसार जनशक्ति परिचालन, थप मद्दत पठाउनेदेखि आवश्यक रणनीति बनाउने सम्मका कामहरू हुने बताइएको छ। बस्नेत यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत थिए। टेकुबाट सरुवा भएर उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेका थिए। उपत्यकाको 3 जिल्लाको समग्र कमान्ड भने प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीले गर्दै आएका छन्, जहाँ अहिले एआइजी ईश्वर कार्की कार्यरत रहेका छन्। अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनको पार्थिव शरीरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो। पाका कलाकारहरू निरज शाह, शम्भोजित बास्कोटादेखि काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्मा सहित थुप्रै फिल्मकर्मी, सङ्गीतकर्मी र शुभेच्छकले थापाको शवमा पुष्पगुच्छ चढाउँदै श्रद्धाभाव व्यक्त गरेका छन्। सो अवसरमा बाजा र सलामी सहित थापालाई बोर्डले सम्मान गरिएको छ। केही बेर अघि थापाको शवलाई अन्त्येष्टिको लागि शवयात्रा सहित पशुपति आर्यघाटतिर लगिएको थियो। त्यसपछि शवलाई नर्भिक अस्पतालबाट बोर्ड लगिएको थियो। मुम्बईमा रहेका थापाका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्न लागि हो। हृदयघातको कारण शनिबार बिहान थापाको 68 वर्षको उमेरमा निधन भएको थियो। नेपाली काङ्ग्रेसले जिम्मेवारी दिएर तोकिएको बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। फागुन 21 का लागि मेरो 21 दिन भन्ने प्रतिबद्धता सहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो। आइतबार बिहान बसेको कार्य सम्पादन समितिको भर्चुअल बैठकले नेपाली काङ्ग्रेस निर्वाचन परिचालन निर्देशिका अनुसार केन्द्र, प्रदेश, जिल्ला र जिल्लामा जिम्मेवारी दिएकालाई कार्य सकेर आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिएको छ। जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्न काङ्ग्रेसले जानकारी गराएको छ। एउटा ओडाको क्रियाशील सदस्य अर्को ओडामा, अर्को क्षेत्रको ओडामा गई क्रियाशील नहुन पार्टी पङ्क्तिमा अनुरोध गर्ने निर्णय गरिएको छ। भातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनिएको छ। सिरहामा स्थानीय तहका जनप्रतिनिधिले नै निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लागेको छ। लहा नगरपालिका नगर प्रमुख महेश प्रसाद चौध र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले सरकारी गाडी प्रयोग गरी आफ्नै पार्टीका उम्मेद्वारको पक्षमा चुनाव प्रसार तथा मत माग्ने कार्यमा संलग्न भएको आरोप लागेको हो। यस विषयमा निर्वाचन आचार संहिता अनुगमन अधिकृतले सम्बन्धित मेयर र गाउँपालिकाका अध्यक्षलाई पत्रचार गरेर सोध्ने बताएका छन्।
स्थानीय रञ्जित यादवका अनुसार लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी 101-5-10 नम्बरको सरकारी गाडी प्रयोग गरी चुनावी सभामा सहभागी भएका थिए। चौधरीले सरकारी गाडी प्रयोग गरी नेपाली कांग्रेसका सिरहा क्षेत्र नम्बर 1 का उम्मेद्वार रामसुन्दर चौधरीलाई मतदान अपिल गरेका थिए। त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष ठाकुरले पनि 101-56 नम्बरको सरकारी गाडी प्रयोग गरी ललित लक्ष्मीपुर पताली गाउँपालिका 5 सीतापुरमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए। तर अध्यक्ष ठाकुर आफ्नै पालिका भित्र नेपाली कांग्रेसको प्रचारमा सहभागी भएका थिए। मुगलिङ काठमाडौँ सडक खण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका 6-10 किलोमा 2वटा बस ठोकिएका छन्। दाङबाट काठमाडौँ आइरहेको प्रदेश नम्बर 301006 ख1552 नम्बरको बस र काठमाडौँबाट रौसुवातर्फ जाँदै गरेको बाप्र 01006 ख5206 नम्बरको रिजर्भ बस आज बिहान करिब 7:30 बजे ठोकिएका थिए। दुर्घटनापछि एउटा बस सडक किनारामा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोकिँदा पसलमा क्षति पुगेको छ। पसलमा रहेका बसमा सवार यात्रुहरू समेत घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौँको अस्पताल पठाइएको थियो। प्रतिनिधि सभा निर्वाचन सुरु हुन 1 महिनाभन्दा कम समय बाँकी रहँदा सर्वोच्च अदालतले कानुन व्यवसायलाई वरिष्ठ अधिवक्ता बनाउने तयारी गरेको छ। केही न्यायाधीशहरूले विमति बीच प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश सारङ्गा सुवेदीको नेतृत्वमा समिति गठन गरेका हुन्। समितिमा सर्वोच्च अदालतका न्यायाधीशहरू निरध्वज निरौला, बालकृष्ण ढकाल, मेघराज पोखरेल लगायतका छन्। केही दिन अघि सर्वोच्च अदालतको फुल कोर्ट सबै न्यायाधीश सम्मिलित बैठकमा प्रधान न्यायाधीश राउतले वरिष्ठ अधिवक्ताको प्रमाणपत्र बाँड्ने तयारीका लागि समिति गठन प्रस्ताव गरेका थिए। प्रस्ताव लगत्तै केही न्यायाधीशहरूको निर्वाचन नजिकको बेला त्यसरी समिति गठन गर्दा राम्रो सन्देश नजाने भन्दै हतार नगर्न सुझाव दिएका थिए। अहिले सक्रिय रहेका कानुन व्यवसायहरू कुनै न कुनै रूपमा राजनीतिक अवस्था सक्रियतामा रहेको र निर्वाचनको मिति नजिकिएको बेलामा वरिष्ठ अधिवक्ताले उपाधि दिँदा तटस्थता र निष्पक्षतामा प्रश्न आउने भन्दै उनीहरूले बरु वरिष्ठ अधिवक्ताले उपाधि दिने मापदण्ड पुनरावलोकन र परिमार्जनमा समय लगाउन सुझाव दिएका छन्। हवस् त अहिलेलाई साझा न्युजको समय सकिएको छ। यदि तपाईँले हाम्रो च्यानल अझै सब्सक्राइब गर्नु भएको छैन भने कृपया सब्सक्राइब गरिदिनुहोला ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोहरू सबैभन्दा पहिले तपाईँको मोबाइलमा आइपुगुन्। अहिले भने हामी बिदा हुन्छौँ। नमस्कार।